यसरी मोबिल लाउनुपर्छ। यो मोबिल भनेको अति उपयोगी हुँदो रहेछ, हेर्न सक्नुहुन्छ तपाईँहरू है। अब हामी यहाँ चट्ट अब यसलाई छट्ट यहाँ काट्छौँ, हेर्न सक्नुहुन्छ है। यसो गर्दाखेरि आएर अड्किँदैन रहेछ, एकदम चिप्लेर काट्दो रहेछ, हेर्न सक्नुहुन्छ है। हेर्न सक्नुहुन्छ है, काट्न पनि धेरै सहज। फेरि यसलाई काट्न सहज हुन्छ धेरै। म यो मङ्सिर लगाएको यो धानको परालको माच बनाउनका लागि यो अम्बकको खुट्टी लाएर बनाऊँ भनेको 1 साल चाहिँ जान्छ, बाँकीको साल देखै जाएगा। फेरि मैले यसरी यहाँ फेरि यो के अरे मोबिल लाएँ, हेर्न सक्नुहुन्छ है। मोबिल लाएँ, फेरि यसलाई म काट्छु। यसरी बाङ्गी गयो है। यो अस्ति मैले काट्दाखेरि यहाँ अलिकति यो यति टुटेको छ हात, त्यो भएर यो बाङ्गी चाहिँ अब यसो गर्दा पनि भाँचिन्छ है। हेर्न सक्नुहुन्छ है, धेरै सजिलो हुँदो रहेछ काट्नको लागि। मेरो युट्युब च्यानलमा को को नयाँ हुनुहुन्छ सबैजनाले सब्सक्राइब गर्नु होला, भिडियोलाई कमेन्ट गर्नु होला। तपाईँहरूको भिडियोलाई नि म लाइक र कमेन्ट र सेयर गर्दैछु। यस्तै छ यस्तै है। यो खालको आरो तपाईँहरूलाई कतिको मन पर्यो कमेन्टमा प्रतिक्रिया दिनु होला। अब लगभग यो छिर्न लाग्यो यो अम्बक। अब धेरै साह्रो हुन्छ काट्नको लागि यो बुढो अम्बक हो। अनि मैले यसलाई काटेको अम्बक मेरोमा धेरै छ, रुख यहीँ पनि छ पछाडि। अब यसलाई लड यहाँ अलिकति बाँकी रहेछ, झनै भाँच्यो आएर।